नमस्कार साथीहरु। आज म तपाईहरुलाई मोबाइल टिप्स सम्बन्धी एउटा सानो भिडियो लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईको मोबाइलमा छिटो ब्याट्री सकिने समस्या छ, ब्याट्री टिक्दैन र फोन पनि ह्याङ गर्न खोज्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म तपाईहरुलाई एउटा सानो ट्रिक बताउँछु। यो ट्रिकले तपाईको ब्याट्री बचाउने छ र सोलो चल्ने फोन छिटो पनि चल्ने छ। यदि फोन ह्याङ भएको छ भने यो ट्रिकले ह्याङ हुँदाबाट पनि बचाउँछ। भनेपछि तपाईले यो भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो एकदमै महत्त्वपूर्ण छ। यदि यो भिडियो हेर्नुभयो भने भिडियोलाई शेयर गर्नु होला। यो ट्रिक सबैलाई थाहा नहुन सक्छ। र आउनुस् अब म तपाईलाई मोबाइलको स्क्रिनबाट तपाईलाई सेटिङ गरेर देखाउँछु। सबैभन्दा पहिला मोबाइलको यो सेटिङमा जानु होला। सेटिङमा गइसकेपछि तल तपाईहरुले एक स्क्रल गर्नुस् र यहाँनिर तपाईले ब्याट्री भन्ने अप्सन पाउनुहुन्छ। यहाँनिर ब्याट्रीमा क्लिक गर्नु होला। ब्याट्रीमा क्लिक गरिसकेपछि सबैभन्दा माथि देख्न सक्नुहुन्छ तपाईहरुले सबैभन्दा माथि ब्याट्री युजेज भन्ने छ। यो ब्याट्री युजेजमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ ब्याट्री युजेजमा जति पनि तपाईहरुले तल एप्लिकेसनहरु देख्नुहुन्छ नि, यो एप्लिकेसनहरुले तपाईहरुको ब्याट्री चाहिँ कति खर्च गरिरहेको छ भनेर यहाँ देखाइरहेको छ। जस्तो कि फेसबुकले 29%, युट्युबले 28%, टिकटकले 13% र यो क्यान्डी क्रश गेमले 11% गरेर यो सबै तपाईहरुको फोनमा रहेको यो एप्लिकेसनहरु छ नि, यो एप्लिकेसनहरुले कति पर्सेन्ट चाहिँ ब्याट्री युज गरिरहेको छ र यसलाई चाहिँ कसरी चाहिँ ब्याकअपमा राख्ने ब्याट्रीहरुलाई भनेर चाहिँ यहाँ चाहिँ देखाइएको छ हैन। अब यहाँ यसरी चाहिँ देखाइएको छ जुन कुरालाई चाहिँ हामीले अहिले ब्याकग्राउन्डको रेस्ट्रिक्ट गर्छौं। फेसबुकलाई चाप्ने यहाँ देखाइएको छ है। अब तपाईले यो फेसबुकले यति खर्च गरेको छ, यसलाई चाहिँ बचाउनको लागि यो फेसबुकमा क्लिक गर्नु होला। अनि त्यसपछि रेस्ट्रिक्ट भन्ने क्लिकमा गर्नु होला। अनरेस्ट्रिक्टेड, अप्टिमाइजेड र रेस्ट्रिक्टेड भनेर लेखेको छ। यहाँ अहिले अप्टिमाइजेसनमा छ नि, यसलाई चाहिँ चेन्ज गरेर रेस्ट्रिक्टेडमा क्लिक गर्नु होला। त्यसैगरी अर्को युट्युबमा जस्तो तपाईको फोनमा अलग अलग देखाउन सक्छ एप्लिकेसन कुनले कति बढी खाएको छ। त्यसै गरेर यहाँ फेरि अर्को यो युट्युबमा पनि रेस्ट्रिक्टेडमै गर्नुस्। यसरी गर्नुभयो भने तपाईको ब्याट्री एकदमै बच्ने छ हैन। जति एप्लिकेसनले खान्छ नि त्यो ब्याट्रीहरु चाहिँ एकदमै सेफ भएर बस्ने छ र मोबाइल यदि ह्याङ हुन्छ भने त्यसलाई पनि सोलो हुनेछ। र त्यसपछि पछाडी आइसकेपछि अर्को ब्याट्री युज गर्ने तरिका अल्ट्रा सेभिङ मोड भन्ने छ नि, यो अल्ट्रा सेभिङ मोडलाई अन गरिदिनु होला अनि ओके गरिदिनु होला। यति गरिसकेपछि ब्याट्री चाहिँ तपाईको